पैसाको सँगै छैन भन्नु ल पहिला कौन सा दाजु तपाईले मुकुन्डे भन्नुभयो कि सुन्नु हैन मुकुन्डेको कुरो हैन मुकुन्डेको कुरो मात्र हैन हामी यहाँभित्र छिरेर उनीहरूको त्यो फिलिङ भएर त्यो गर्न पाएर हामी निस्क्या अरू पदाधिकारी पाएन यो पाएन केही पनि होइन होइन अब राम्रो काम गर्ने भनेर हामीले कुलमानलाई साथ दिएको कुलमानजीले राम्रो गर्छ भनेर साथ दिएको राम्रो गर्नु भएको छ राम्रो गर्दै जानुहुन्छ होला अनि गर्नै पर्यो नि होइन सुन्नु जनताले देख्दा होइन कि भएको कुरो के हो भनेदेखि त्यहाँभित्र बसिसकेपछि के हो भनेदेखि प्रत्येक निर्णयहरू सोध्ने उहाँहरूलाई यहाँ सोध्ने होइन उहाँ सोध्ने यो उहाँ समुद्र पारी सोध्ने 7 समुद्र पारी सोध्ने यो घरको छिमेकीको यो सत्य हो त्यो भएर फर्क्या प्रमाण पाउनु अहिले कहाँ आयो त यो यत्रो करोड खर्चहरू कहाँबाट हामीले खर्च गरेको छैन यसरी हिँडेको छ होइन भने मैले भनेको चाहिँ के हो भने कसरी खर्च गरेछ कुलमानजी मान्छे हिरो अनि कुलमानजी उहाँ राजसभामा जोडिनु भएको भए आजको राजसभा जत्रो त्योभन्दा 1.5 गुणाको हो एउटा मान्छे जोडिन्छ गलत हो होइन त्यो गलत हो उहाँ कति भोट ल्याउँछ राष्ट्रिय पार्टी पनि हुँदैन उहाँको होइन किन हुँदैन कसरी हुन्छ हैन राष्ट्रसभाबाट आउट हुने बित्तिकै जेरो भयो राष्ट्रिय पार्टी हुँदैन होइन हुन्छ होइन यस्तो हुन्छ सुन होइन यस्तो के यस्तो के यो चाहिँ के हो भने सुन्नुहोस् 100% म राइट भन्ने म ठेकेदारै होइन हाम्रो जनताको प्रश्न हेर्दा मान्छे होइन चाहिने मान्छे भन्ने गरेको भन्ने अनि उहाँले एउटै सिट जित्दैन भन्ने त्यसरी हुन्छ एकजनाले होइन हामी सबैले जित्दैछौँ किनभने पहिला चाहिँ राजसभामा हुँदाखेरि चाहिँ रविले जित्ने अरू सबैले हार्ने हो त रविले चाहिँ अब भन्ने बेला चाहिँ रविले मात्र त्यस्तो होइन सुन्नु विदेशी परिचालित यो देश पार्टीले जितोस् देशलाई विकास गरोस् उहाँलाई शुभकामना सबैले मलाई तपाईँलाई पनि धेरै यो देश बस्ने डिबेट भएर छोड्या महिलाको भोटर होइन भयो हामी देशभरि जहाँ भए पनि काहीँ न काहीँको म केपिओलीको क्षेत्रको भोटर छु म भोलि भोट दिन जाँदैछु होइन सुन्नु होइन बालेन्द्र उसको लडाइँमा म पनि एउटा योद्धा हुँ त्यहाँभित्रको होइन एक भोटे योद्धा हुँ म पनि तर तपाईँले त्यो झापाको एउटा मान्छेसँग बाटामा भेटेको थियो कि भन्थ्यो भनेर सम्झिनु होला तपाईँहरू सबैले खुद्रा दोकान खोलेर यो देशलाई राम्रो भएन यति चाहिँ बुझ्नु खुद्रा दोकान खोले होइन यति चाहिँ यो चाहिँ देश बनोस् भनेर गरे है विचार गर्नु होला है मान्छे चाहिँ त्यसलाई चाहिने मान्छे विदेशी परिचालित हुनु भएन यो देश बाँच्नु पर्यो यो देश बस्नु पर्यो यति चाहिँ सोच्नु होला यो चाहिँ चुनावी एजेन्डा मात्र हुन्छ भोलि सबै मिल्छन् मेरो हामी पङ्गु हुने होइन हुँदैन त्यो तुरन्त मिल्न गाह्रो हुन्छ त्यो पहिला सुध्रिनु पर्यो होइन तर मान्छे चाहिँ एवान है मान्छे जित्नु पर्ने मान्छे जिताउनु पर्ने मान्छे परिचालित हुने गरी चाहिँ जानु पर्यो देश त बस्नु पर्यो नि परिचालित हो कि होइन भन्ने कुरा अब हजुरले भन्नुभयो मिडियामा पनि आइरहेछ भोइसहरू आइरहेछ कस्तो छ भने दाजु फेरि भन्नै मन लाग्यो कि सम्झिहालेँ हर्क साम्पाङले कुलमानजीलाई एमसिसीको मतियारो भन्दै अस्ति नारा लाउँदै गरेको सुनेको थिएँ होइन अब यो यस्तै छ परिचालित धेरै हजुरलाई चाहिँ पहिलोचोटि देखे हो किन झुटो बोल्ने अनि यो त मेरो साथी हो यो त मेरो भतिजो होइन बोले तर
कुलमान सरले गर्दा हामीले गर्नुपर्छ कि किनभने उहाँको भिजन ठिक छ क्या जो टाउको त्यसको भिजन ठिक भएपछि हातमुटा चल्छ सबै होइन सर त्यो भएर साथ दिएको उहाँलाई हो। हामी पनि उहाँलाई किन साथ दिएको? काम गरेको भएर साथ दिएको हो ताली 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 नै भएको कुरो होइन हामी अहिले यहाँ खाएर पिएर त्यो ठुलो कुरो होइन क्या होइन एउटा कुलमानले गर्दा केपीलाई अहिले किन पहिला एमाले थियौँ हामी काङ्ग्रेस थियौँ माओवादी थियौँ म पनि एमाले राप्रपा थियौँ अनि म पनि म चाहिँ पहिला काङ्ग्रेस थिएँ सर होइन त्यसपछि मैले माओवादी भोट हालेँ फोर्समा हुँदाखेरि त्यसलाई भोट हालेँ होइन राम्रो गर्छ कि भनेर कोही पनि ऊ रहन्छ तर व्यक्तिको भिजन हेर्ने हो पर्सेन्ट ठिक थिएन केपी ठिक थिएन शेरबहादुर ठिक थिएन कुलमान चाहिँ हामीलाई उज्यालो ल्यायो नि त यसले ढिलो आउला तर आउँछ यो यसमा लाग्नु भएको छ यसको लागि अग्रिम शुभकामना है होइन होइन ग्यारेन्टी म 14को म नामै तोकिदिन्छु 14 नम्बर वडाको म अहिले कि स्वतन्त्रलाई पछाउने हो कि यो उज्यालोलाई अब दुईजनामा एकजनालाई हान्ने हो अरू यी अरू पुराना गए है सर तर कुलमान सरले गर्दा कुलमान सरले गर्दा मोदी परिवर्तन गरे पनि राम्रो चरित्र परिवर्तन गर्नु भन्नु खोजेको त्यही हो म्याम मैले होइन म्यामले भन्नु पाउनुपर्छ होइन हामीले तर्क वितर्क गर्न पाउनुपर्छ क्या सर भोलि म तपाईँ सिंहदरबारमा बसेँ पनि मैले गएर थर्काउनु पाउनुपर्छ तपाईँले त्यो लोकतन्त्र उहाँ सरले कोही कता जानु यता यता उहाँले के भन्नुभयो भने त अघि भन्नुभयो हामी चाहिँ त्यहाँ बसेर 12 दिन हामी त्यहाँ बस्यौँ नि छोड्या कारण यो विदेशबाट अलिकति धेरै प्रभाव यो परिचालित जस्तो देखेर छोड्या अरू केही कारण होइन है हामी त बस्या होइन हामीले किन छोड्या भनेदेखि अब उनीहरू चाहिँ विदेशबाट धेरै परिचालित अब त्यहाँ बसिसकेपछि थाहा भयो नि त थाहा भयो बढी परिचालित अब कुलमान घिसिन्छ विदेशबाट परिचालित हुँदैन कुलमान छैन अहिलेसम्म छैन अहिलेसम्म लेखेर राख्दा हुन्छ एउटा कुरा म एक्समेन चाहिँ होइन कसैको एक्समेन होइन म आफ्नो स्वतन्त्र जिन्दगी जिउने हो होइन एउटा कुरा के छ भने हाम्रो कुलमान सर नराम्रो होइन मैले भित्री सूत्रबाट जानकारी पाएअनुसार कुलमान सर चाहिँ सही ठाउँमा समायोजन हुनुहुन्थ्यो होइन तर कुलमान सरसँग लागेका जो केन्द्रीय यो कुलमान सरसँग पुगाइदिनु यो आवाज उहाँ भाइले क्यामेरा गरिरहनु भएको छ पुगाउनु है भाइ म कुलमान सरलाई पुगाउँछु नि म भेट्न सक्छु फेरि म रविलाई भेट्छु केपीलाई यी तिनवटालाई चाहिँ भेट्दैन मरे पनि भेट्दैन तर किनभने त्यो आशा यिनीहरूमा छ क्या बरु हर्कै ठिक मलाई नो प्रब्लम होइन कुलमान सरलाई पुगाइदिनु मैले भित्री रूपमा सुनेको चाहिँ कुलमान सरलाई सही समायोजन हुँदै थियो तर जुन केन्द्रीय कमिटी हुन्छ नि त कुलमान सरको केन्द्रीय कमिटी थियो केन्द्रीय कमिटीका जो मै खाउँ मै मरिजाउँ भन्ने तर अहिले कुलमान सर मिल्नु पर्थ्यो त्यो परिचयले ठिक छ होइन परिचयले त को छैन नेपाल भनेकै पेन्डुलम हो होइन अहिले रवि आयो भने के केपी भयो भने को नेपाल त केही पनि होइन क्या सर भित्री रूपमा तपाईँलाई पनि थाहा छ यो कुरा अहिले झन्डा उड्नु भएको छ यो सरको फोटो ल्याउनु भएको छ अब हजुर त उम्मेदवारी हुनु बोल्नु मिल्दैन मात्रै हो नत्र हजुर र म एक ठाउँमा बसेर चिया खाउँ हजुरले भन्छ हो भाइ तैँले भनेको कुरो सही हो भन्नुहुन्छ कुलमान सर चाहिँ बाध्यताले मात्रै निस्किनु भयो तर ठिकै छ जो जताबाट गए पनि जाउँ तपाईँ जानुपर्छ रवि जानुपर्छ यो बालेन ऊ के अरे हर्क पनि जानुपर्छ र यो पुरानोलाई साफ गरेर गठबन्धनमा यही हुन्छ नि त सर यही हुन्छ नि त के भयो त तर तपाईँ आफ्नो ठाउँबाट जे होस् इमान्दार हुनुहुन्छ सर मैले रामेश्वर श्रेष्ठ घर कहाँ सर हजुर मेरो पुरानो घर चाहिँ थियो अहिले म कलङ्की बस्छु कलङ्कीमा मेरो घर ए कलङ्की ठिक छ सर हामी हजुरलाई साथी चाहिँ कुलमान सरले गर्दा हजुरलाई म चिनेको छैन है सर अब के छु मेरो हर्कै थाहा भयो सर हर्कै थाहा भयो मेरो 14 नम्बर वडाकारले है टिप्नु सर तर कुलमान सरलाई चाहिँ भनिदिनु यो हामीले भित्री रूपमा जानकारी पाएको कुलमान सर जानु हुन्थेन किनभने यो दुईवटा सँगै भइदियो यति गजब हुन्थ्यो अहिले यो पुराना 46 सालदेखि सर 46 सालदेखिको मात्रै फाइल खोलिदिनु भनेपछि हामीले विदेश जानै पर्दैन क्या मेरो भतिज विदेश जानु खोज्छ यसलाई त चिन्छु नि त म तपाईँको अरू पात्रलाई चिन्दैन यसलाई चिन्छु नि त म यो त साँझ बिहान आइ भेट्ने मान्छे मेरो किन चाहियो हजुर
अरूले त राम्रो गर्ने मान्छेलाई सपोर्ट गर्नुपर्छ नि होइन होइन, अरूले गफ गर्छन् उहाँले काम गर्नुहुन्छ त्यो भएर साथ दिएको अब हजुरहरूले पनि साथ दिनु होला हुन्छ हेरौँ न कुलमान घिसिङप्रति के धारणा छ दिदी तपाईँसँग कुलमान घिसिङ अब यस्तो हो अहिले हामीलाई उज्यालोमा राख्ने त एउटा नेतृत्व गर्ने मान्छे हो नि त होइन उहाँ चाहिँ एकदम राम्रो मान्छे हो होइन राम्रोले राम्रै बाटो छाड्छ राम्रो हुन्छ होइन मनपर्छ हामीलाई उज्यालोमा राख्नु भएको छ नि त अब पछि पछि पनि राम्रो गर्दै गयो भने त नेपालमा केही प्रगति त हुन्छ नि त होइन हो नि उहाँलाई हामी प्रधानमन्त्री बनाउनु बनाउन सक्यो भने यो देश बन्छ उज्यालो नेपाल आउनेछ र उज्यालो नेपालले देश बनाउनेछ र समृद्धि हामी आफैमा परिवर्तन हुनेछ भन्ने आशाका साथ हजुरहरूको घर घरमा आएका छौँ जय उज्यालो जय कुलमान नमस्ते हजुर फेरि मुख्छ भन्दैछु त कस्तो लाग्छ यहाँलाई यो थर भिजुपट्टि भालको उयामालो कुलमान घिसिङ चकमाला बत्ती हो होइन यही हो होला यो सबै भयो मेरो मनबाट माहौल कस्तो छ माने एकदम राम्रो छ अब आज हामी चाहिँ यो चक्रागिरीको 3 थानामा हामी भोट माग्न हिँड्दैछौँ अब एकदम जनताको राम्रो रेस्पोन्स छ जनताहरूले चाहिँ उज्यालो नेपाललाई एप्रिसिएट गराएको छ मलाई लाग्छ हामी जितको नजिक छौँ ल है हजुर के कृष्ण प्रधान टिका लाग्यो ल यो उज्यालो बनाउनुपर्छ है त हजुर पनि मान्छे उज्यालो आयो ओ त्यसरी आयो रे आयो